हेलो साथीहरू नमस्ते। यो भिडियो चाहिँ ठ्याक्क 1 वर्षको है। पोहोर माघदेखिको यो माघसम्मको छ। मेरो बा 36 दिन टिचिङ हस्पिटल बस्नु हुँदाखेरिको यो चाहिँ मेरो बाको चाहिँ जिब्रोमा क्यान्सर भएको थियो। यति जिब्रोको पार्ट काटेको छ। अनि 36 दिनको बसेपछि फेरि हामी भक्तपुर पुगे रेडिसनको लागि। त्यहाँ फेरि बा 2 महिना फेरि वैशाख जेठ 2 महिना त्यहाँदेखि फेरि आउनु भएको थियो। यतिको हुनुभयो। यस्तै गर्दै बालाई अब हामीले बिस्तारा दबाई पानी गरेर 36 दिन टिचिङ 2 महिना भक्तपुर गरेर बा बिस्तारा यतिको हुँदै आउनु भएको छ। अहिले चाहिँ हाम्रो बा केही जिउस अलि राम्रो हुनु भएको छ। खान त मिल्दैन बिचरा जिब्रोले गर्दाखेरि। यसो झोल कुरा लिक्विड हो पेलेर खानुहुन्छ। अहिलेको चाहिँ यतिको हुनुहुन्छ हाम्रो बा चाहिँ। हाम्रो सबैको माया केयर स्याहारले गर्दा मेरो बा चाहिँ यस्तो हुनुहुन्छ। क्यान्सरले पुरा शिथिल हुनुभएको थियो। अहिले यो दालसँग खानुहुन्छ मेरो बाले ढिँडो दाल अनि चिप्ली भेन्टी राखेर यसरी खाना हुने भएको छ। हाम्रो बाजे केही अझै होस् 1 वर्षभित्रमा यति चाहिँ बनायौँ हाम्रो बालाई। हाम्रो सबैको कोसिसले चाहिँ